हामीले बबाल खेल्दैछौँ भने गाइस हामीले खोलाको नेक्स्ट रिकर्डर हेलो गाइस वेलकम टु ब्याक टु माई न्यू ब्लग किन गाइस म जहिले यस्तो किन गर्छु तपाईँलाई थाहा छ होला त्यही पनि म भन्छु तपाईँहरूलाई मेरो एक्स रिकर्ड गर्ने बेला यहाँनिरबाटै रिकर्ड गर्नुपर्छ के होइन भने हुँदैन त्यसैले हो के गाइस दिवस चाहिँ अलिक सानो पार्दैछ होइन भने हाम्रो भोइस चाहिँ आउँदैन कि मेरो मोबाइलको साउन्ड एकदम बिग्रेको फेरि +55 त आयो त फेरि +55 यहाँनिर 100 बढ्छ भने होइन तपाईँकोमा 85 बढिरहेको भने मेरो 150 बढ्ने थियो 85 बढेछ कसरी गर्छ यस्तो हुन्छ कि यो गेममा त ग्लिचै ग्लिच छ कहिले के को ग्लिच छ यो ग्लिचदेखिबाट त म त हैरानै भइसक्यो यार होइन गाइस म त मेसिनमा आउट गर्दैछु म पनि गरिरहेको छु मजा आउँछ है मेसिनमा गर्न मेसिन होइन ट्रेडिङ कस्तो धेरै अगाडि बाँधेर जम्प हान्दैन थिएँ म त सिधै या बिस्तारी खेल्छु मेरो मोबाइल स्क्रिन बिग्रेको के ओए कस्तो त्यसैले अलि ल थे त्यस्तो ल तलदेखि तँलाई टपेर अनि म मरेँ है ल ओए किनकि गाइस मैले अलिकति खेलेको थिएँ गेम यो दिपेश दाइले चाहिँ पहिलादेखिबाट कम्प्लिट गरेको थियो कि ल ल के हो त्यस्तो सेपमा जाँदा नि किन मर्यो होला है म गाइस मलाई त रिस उठिसक्यो तँले गर्दाखेरि म मरेँ कस्तो गुम मारेर ल छोक्को त्यस्तै भने है मेरो पनि छुबे थिएन त्यो पनि मारिरहने बाले जिनाको बादर नि बनाइदिन्छु अहिले अब मेरो ल्याग भएर बसिरहेको ल्याग भएको बेलामा चाहिँ स्पिड कमाउने रहेछ कि त्यसले गर्दाखेरि म मरिहालेँ नि
त्यो टपमा त्यस्तो हुन्छ अब +60 बढी पाँच ट्रफी भइसक्यो 500 भन्दा बढी भइसक्यो 1000 ट्रफी भइसक्यो पुरा त्यसबाट राख नि त्यो बेलाको कमाएको ल यार कभर लाउँदैन ल मोबाइल फुटाइदिन्छु गु मोबाइलै आजसम्म मात्रै हुने बेलुका रातितिर बेलुका रातिमा होइन कस्तो ल्याग भयो ल्याग भयो स्पिड कम हुन्छ म्याच ल ल मोबाइल भने केल 20 पनि आएछ हाम्रो गेममा अब भर्खर देखा मैले केल 20 भाइ ले केल 20 मौसम सँगै भाइ ल म्याच ओइ ओइ ल त्यही भने ल्याग उल्टो गति भाइले कहाँ हुँदा मान्छे कहाँ हुँदा ल ल यस्तो कभरमा हुँदैन म भन्नु यार म पनि नखेल्ने
को हेलेको सोच्दै ल गाइज आजको लागि भिडियो यति नै धेरै रिस उठ्यो हामीलाई त्यतिखेरको लागि